हेलो एभ्रिवान, गुड इभिनिङ। मेरो मिनी भ्लगमा यहाँहरू सबैजनालाई स्वागत छ साथीहरू। सो आजको वेदर चाहिँ सो ब्युटिफुल के साथीहरू। हेर्नु न, हिजो अस्ति पनि पानी आएन, आज पनि पानी आएन। आज पनि हामीलाई चाहिँ वेदरले साथ दिन्छ जस्तो छ नि साथीहरू। तर बर्खा मासको मौसम हो, कतिखेर पानी आउँछ पत्तै हुँदैन साथीहरू। आजको हाम्रो यात्रा चाहिँ टिकटकको भाइरल ठाउँ लेलेतर्फ हामी चाहिँ जाँदैछौँ साथीहरू। अब मौसमले हामीलाई चाहिँ कतिको साथ दिन्छ। हजुरहरू त कतिजना गएर पनि फर्किसक्नु भयो होला। सो आज चाहिँ हामी जाँदैछौँ। हामी चाहिँ गएर हजुरहरूलाई यो भिडियो मार्फत देखाउनेछौँ है साथीहरू। यो भिडभाडबाट अलिकति बाहिर निस्किनुपर्छ साथीहरू। कस्तो हरियाली डाँडाकाँडा छ के साथीहरू। हरियो वन नेपालको धन त हाम्रो नेपाललाई त्यसै भनेको होइन के साथीहरू। हेर्नु न कस्तो राम्रो ठाउँहरू छ क्या। यहाँ चाहिँ एकैछिनमा पानी आउँछ तर पनि एकैछिनमा उक्रिन्छ क्या साथीहरू। हामी चाहिँ लेलेतर्फ पनि आइपुग्न लाग्यौँ साथीहरू। ल अब हामी चाहिँ आइपुग्यौँ साथीहरू। ल यो कलालाई चाहिँ मान्नै पर्छ है साथीहरू, पानीमाथि कटेछ हौ। हाम्रो नेपालमा पनि यति धेरै दिमाग भएको मान्छेहरू छ के साथीहरू। अब आएपछि फोटो त खिच्नै पर्यो। यो टोपी चाहिँ यहीँ थियो के साथीहरू, अनि मैले चाहिँ टोपी लाएर खिचेँ। अब देश गुनाको भेष, कपाल गुनाको केस भन्छ नि साथीहरू। सो मैले चाहिँ फोटो खिचेँ है त टोपी लाएर। यस्तो यस्तो ठाउँ छ कि नानी र म चाहिँ फोटो खिच्यौँ पालै पालो। फोटो खिच्दै बस्दै गऱ्यौँ, घुम्दै गऱ्यौँ। हेर्नु न कस्तो राम्रो ठाउँ रहेछ के यो लेले भन्ने चाहिँ। पानी नै पानी भएको ठाउँ रहेछ। पानीको सदुपयोग चाहिँ यो बनाउने मान्छेले राम्ररी गरेको रहेछ के साथीहरू। त्यसै त हाम्रो देश नेपाल जलस्रोतको धनी, जताततै पानी नै पानी। हेर्नु न साथीहरू। अब आएपछि हल्का भिडियो त बनाउनै पर्यो। मैले चाहिँ नानीलाई ल मेरो भिडियो बनाइदेऊ त, यो ठाउँमा आएपछि हल्का भिडियो बनाउनै पर्यो भनेर मैले चाहिँ भिडियो बनाएँ साथीहरू। ल हजुरहरू पनि यो ठाउँमा आउनु है त साथीहरू। यो ठाउँमा चाहिँ नेवारी बस्ती भएर होला नेवारी परिकारहरू चाहिँ पाइने रहेछ। त्यही भएर हामीले चाहिँ नेवारी परिकार खाजा खायौँ। माछा, छोइला, चिउरा अनि छ्याङ त खानै पर्यो। हस् त, मेरो भिडियो कस्तो लाग्यो